साथीहरू, सफलता सजिलो छैन, तर असम्भव पनि होइन। त्यो तपाईको हातमै छ। यदि तपाईले यी 4 कुरा बुझ्नुभयो भने, पहिलो, बुझ्न सिक्नुहोस् के गर्दै हुनुहुन्छ। धेरै मानिसहरू दौडिरहेका छन् तर कहाँ पुग्दैछन् भन्ने थाहा छैन। जब तपाईँ बुझ्नुहुन्छ किन गर्दै हुनुहुन्छ, त्यो क्षणदेखि तपाईको यात्रा अर्थपूर्ण हुन्छ। दोस्रो, पूर्ण ध्यान दिनुहोस्। एकै समयमा सयौं कुरा गर्न खोज्दा ऊर्जा हराउँछ, दिशा हराउँछ। फोकस गर्नुहोस् एउटामा, कारण यही फोकसले साधारण मानिसलाई असाधारण बनाउँछ। तेस्रो, माया गर्नुहोस् आफ्नो कामसँग। जुन कुरामा मन हुँदैन त्यो कुरामा सफलता पनि रहँदैन। जब तपाईँ आफ्नो कामलाई माया गर्नुहुन्छ, थकान होइन सन्तुष्टि महसुस हुन्छ। र चौथो, धैर्य र निरन्तरता। हरेक ठुलो सपनाले समय माग्छ। पहिलो प्रयासमा असफल भयो भने डराउनु होइन, त्यही असफलता तपाईको शक्ति बन्नेछ। कसैले रोक्न सक्दैन उसलाई जो हार मानेर होइन, सुधार गरेर अघि बढ्छ। याद राख्नुहोस्, सफलता एक दिनको उपलब्धि होइन, दिनदिनैको अनुशासन र आत्मविश्वासको परिणाम हो।